तो नमस्ते दर्शकवृन्द, आफूले यति बेला हेरिरहनु भएको छ गोर्खा लाइभ। म मिलन रिमाल र हामीसँग हुनुहुन्छ गुरुजी, जसले चाहिँ धर्म हाम्रो भागवत प्रति उहाँको योगदान अगाडि बढ्दै हामीले देख्न पाएका छौँ। तपाईँले धेरैले उहाँलाई चिन्नुहुन्छ। उहाँले भागवतलाई नेपालीमा पनि अनुवाद गरिसक्नु भएको छ र उहाँ त्यस काममा पनि लागिरहनु भएको छ। म सर्वप्रथम गुरुजी आफ्नो परिचय दिन म अनुरोध गर्दछु। हजुरको शुभ नाम के हो, हजुर अलिक दर्शक समक्ष भनिदिनुहोस्। जय जय श्री राधे। गोर्खा च्यानल हेरिरहनु हुने सम्पूर्ण दर्शकबिन्द, हजुरका मिलन भाइका दर्शकलाई भागवतका कृपाले सदैव मनोकामना पूर्ण गराओस्, यही मेरो शुभकामना छ र आन्तरिक आशीर्वाद पनि छ र नमस्कार पनि छ। उहाँहरूबाट आशीर्वाद पाउने इच्छा पनि लिँदैछु। हजुर, हामीले जान्न पाएका छौँ गुरुजी, तपाईँले भागवतलाई नेपालीमा एउटा बृहत आकारमा प्रकाश गर्न लागिरहनु भएको छ। साथसाथै तपाईँले भागवतमा पनि तपाईँ जडित हुनुहुन्छ। अलिकति यस बारेमा दर्शकहरूलाई जानकारी गराउनुहोस्। मैले जीवनमा कुनै काम गरेँ भने यही भागवतको काम गरेँ। किनभने धान्यानि भूमौ बसवस्स गोष्ठे नारी गृहद्वारि जना श्मशाने देह अस्थितायाम परमार्थ मार्गम कर्मानुगो गच्छति जीव एक। आखिर हामी जन्मदाखेरि के लिएर आएका थियौँ र मर्दाखेरि के लिएर जान्छौँ। 977 त्यसै कारणले मैले आफ्ना जीवनको केही अंश चाहिँ भागवतलाई दिनु पर्यो भनेर मैले कलम चलाउने प्रयास गरेँ। गर्दै भन्दै जाँदा भागवतको रस पिबत भागवतम रसमालयम, त्यो रसको आलय भनेको चाहिँ पोखरीमा म डुबुकी मार्न पुगेँ। छाप्दै लेख्दै जाँदा 65,000 67,000 श्लोकमा यो ग्रन्थ प्रकाशन हुन गयो। माने 67,000 श्लोक भयो र जतिखेर मैले 65-60,000 श्लोक भएका थिए त्यो अवस्थामा गुरुजीहरूसँग लगेर मूल्याङ्कन गराउँदा उहाँहरूले भन्नुभयो महाभारतभन्दा पछिको ठुलो ग्रन्थ भनेर मलाई यहाँ चाहिँ धेरैजना विद्वानहरूले दिनुभएको छ। जस्तै यो मिलनजी तेजपुर विश्वविद्यालयले के भनेको छ, लार्ज इन बुक महाभारत। अब जगद्गुरु शङ्कराचार्यजीले दिनुभयो, सम्पूर्णानन्द शास्त्री विश्वविद्यालय वाराणसीले पनि दिनुभयो। श्रीमद् भागवत सायद प्रथमै ग्रन्थ होगा, यति ठुलो ग्रन्थ चाहिँ सायद पहिल्यै हो भन्ने कुरो उहाँले भन्नुभयो। अब हरिद्वारबाट भन्नुभयो सम्भवतः 60,000 श्लोकों की संख्या वाला यह ग्रन्थ महाभारत के बाद पहला ग्रन्थ होगा भनेर यति ठुलो ऊ त दिनुभयो। तर हामी हिन्दूहरूमा कति कमजोर छ। एउटा मुसलमानले एउटा मस्जिद बनाउँछु भन्दाखेरि अर्बौं रुपियाँ सहयोग गर्न आउँछन्, तर म आज भागवत लिएर हिन्दूहरूको घरमा जाँदाखेरि मैले त्यो सहयोग पाउन सकेको छैन। किताब तयार भएका पनि मैले दिँदाखेरि उहाँहरूले लिन चाहनुहुन्न। अब मलाई जीवनमा कसैले सहयोग गर्यो भनेदेखि मलाई यो प्रकाशन गर्ने बाटामा ल्याउनलाई हाम्रो नेपाली साहित्य सभाका हालका महासचिव तिलक शर्माज्यू र उहाँको परिवार मन्जु, उहाँका स्वर्गीय पिता र उहाँहरूको सम्पूर्ण परिवारले यो पहिलो खण्ड प्रकाशन गर्नको लागि मलाई 2 लाख रुपियाँ बालकृष्ण आचार्यजीले दिनुभएको थियो। र यस्तो यस्तो भयो के गरौँ भनेर भन्दा उहाँले मलाई लिएर बनारसमा जानुभयो। उहाँकै खर्चमा हामी गयौँ। 7 दिनसम्म उहाँको खायौँ, उहाँकै खर्चमा हिँडडुल गरेर त्यति सहयोग पुर्याउनु भयो। र अझै पनि उहाँसँग म अनुरोध गर्दछु र उहाँले आफ्नै आमाको नाममा यो ग्रन्थ महात्म्य चाहिँ आफ्नै खर्चले पठाउनु हो। उहाँकी आमाको फोटो यो हो। र यति ठुलो दिल भएको मान्छे प्राय मैले मेरा शब्दले म उहाँको वर्णन गर्न सक्दिनँ। र अझै पनि उहाँले ममाथि दयामाया राख्नुहुन्छ भन्ने आशा राखेको छु। र साथै अब तपाईँ आउनुभयो जो कि मेरा दुःखलाई चाहिँ सम्पूर्ण गोर्खालीहरू, हामी आसाममा रहेका गोर्खालीहरू सामु पुर्याइदिनलाई तपाईँले मेरो इन्टरभ्यू लिनुभयो। यसमा भागवतको कृपाले हजुरको पनि उत्तरोत्तर प्रगति, हजुरको परिवारमा पनि उत्तरोत्तर प्रगति होस् भन्ने म कामना गर्छु। हामीले तपाईँले जुन कुरा गर्नुभयो, तपाईँले अलरेडी 65,000 भन्दा बढी श्लोकको जुन श्रीमद् भागवतलाई नेपालीमा तपाईँले 30 श्लोक बनाउनु भएको छ। यो तपाईँ देख्नुभयो, यो पहिलो ग्रन्थ महाभारत पछिको पहिलो ग्रन्थ भन्ने पनि कुरा धेरै संस्था सङ्गठनहरूले पनि यसको कुराहरूको गर्नुभएको छ र तपाईँ अहिले के चाहँदै हुनुहुन्छ? तपाईँ
जान्न पाए अनुसार तपाईँले भने अनुसार चाहिँ तपाईँ पुस्तक फेरि पनि प्रकाशन गर्न चाहिराख्नु भएको छ, तर आर्थिक समस्याको कारण तपाईँले सकिराख्नु भएको छैन। र तपाईँ जति पनि हेर्दै हुनुहुन्छ, जति पनि महानुभावहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ आर्थिक सहयोग पाए चाहिँ यो पुस्तक, यो भागवतलाई चाहिँ म प्रकाश गर्थेँ भन्ने चाहनुहुन्छ है, होइन कुरा गुरुजी? त्यो पनि हो, र साथै म कसैसँग केही लिन म चाहन्न। जब मैले यत्रो भागवतलाई नेपालीमा अनुवाद गर्न सक्यो भने म यति ठोकेर भन्छु कि जति पनि यहाँका भागवती विद्वानहरू, पण्डितजीहरू सप्ताह कथा भन्नुहुन्छ, उहाँको भन्दा गहिरो भागवतको कथा दिन म सक्षम छु, दिन सक्छु। यदि कसैले चाहनुहुन्छ, कसैले भागवतको आयोजना गरेर मलाई बोलाइदिनुहुन्छ भने त्योभन्दा ठुलो मेरो एकपट्टि मैले ज्ञान पनि दिएँ, अर्कापट्टि त्यही समूहमा मैले भन्न सक्छु कि हजुरहरूले मेरो एउटा अध्यायको लागि प्रकाशनको खर्च त दिनुहोस् भन्दा म चोर्न लिएको होइन, माग्दाखेरि मैले पक्कै पनि म मेटाउँछु। किनभने म धेरै ठाउँमा धोका पाइसकेको छु, हुनसक्छ ममा केही कमी कमजोरी थियो होला, त्यस कारणले मलाई कुरो गर्दै जाँदाखेरि मिलनजी भक्का लिएर आउँछ। आज एउटा मुसलले मस्जिद बनाउँछु भन्दा करोडौँ रुपियाँकै ठाउँमा आउँछ। हामी हिन्दूहरूमा कति हामी नालायक छौँ कि आज साहित्य सभा स्थापना भएको 51-52 वर्ष भयो, आज हाम्रो एउटा बिल्डिङ छैन। मैले एउटा बिल्डिङ बनाउँछु भनेर भागवतको कथा गर्न लाग्दा त्यहाँ पनि मैले बिचमा कतिपय भएर मैले त्यो भागवतमा म प्रवचन मैले गर्न नपाउने तथ्यमा म पुगेँ। भनेदेखि मैले कोहीसँग ठग्नु छैन, भागवत साथमा छ। यदि परोक्ष मार्गको लागि केही सुधार्न चाहनुहुन्छ भने तपाईँहरूसँग म यही अनुरोध गर्छु, तपाईँका दर्शकसँग आउनुहोस्, मिलेर गरौँ। किन भन्दा गर्नु मिली सबै काम हुन्छ अत्यन्त फाइदा। एकता हेर कस्तो छ मौरीको मामा सदा। त्यसै प्रकारले देवराज छेत्रीजी हुनुहुन्छ, के अरे बुढैघाटमा साहित्य सभाका बुढैघाटका सभापति, उहाँले यसलाई प्रकाशन गर्नको लागि उहाँले चाहिँ हामीलाई एउटा मद्दत गर्न खोज्नुभयो, तर उहाँ पनि असक्षम भइराख्नु भएको छ। किनभनेदेखि हाम्रो गाउँको वातावरण त्यति सक्षम छैन, पढालेखा पूर्ण छैन, र सुन र घुनलाई चिन्न सक्ने र चिनाउनलाई मैले चाहिँ प्रयत्न गर्न खोजेको थिएँ। अब त्यही ठाउँमा म गएर एउटा भागवत कथा गरेँ, दुर्गा मन्दिरको निर्माण गरेँ, तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। अर्को देवी भागवतको कथा गरेँ, त्यहाँ मैले शनि मन्दिरको निर्माण गरेँ, त्यो पनि हजुरहरूले देख्न सक्नुहुन्छ। अब एउटा शिव मन्दिर पनि स्थापना गरेको छु, त्यसलाई पूर्ण गर्न सकेको छैन। भनेदेखि दुखीका माथि दुखै, हे दैव यदि तिमी ज्ञानी छौ भने दुखी माथि अरू दुःख देऊ भनेर भन्ने कुनै कविले भन्नुभएको थियो, त्यही मलाई परिरहेको छ। र म अति चिन्तित पनि छु, र कतिपय मेरा कमी कमजोरीको कारणले नै म असक्षम भएको त होइन, वा यो ग्रन्थमा कहीँ त्रुटि भएको त छैन। यी आदि इत्यादि कुराले गर्नाले म कविसँग मैले अनुरोध गरेँ, विनय गरेँ, र सक्नुहुन्छ भने भागवत मैले पुरै अनुवाद गरिसकेको छु। जम्मा 67,700 श्लोक छन्। त्यसमध्येमा हजुरहरूको यो हजुरहरूले देख्नुभएको छ, यसमा मात्रै 10,000 श्लोक छन्। यस्ता चाहिँ 7वटा खण्ड वा 6वटा खण्ड चाहिँ अझै बाँकी छन्। र मैले चाहिँ यो किताब बेचेर भए पनि गरौँ भन्दाखेरि यो किताबको मूल्य 750 रुपियाँ राखेँ, तर त्यत्रो पैसा कसरी हामीले दिने भन्नुभयो। यहाँको मिहिनेत उहाँहरूले नबुझ्दाखेरि मैले घरबाट भारी बोकेर घरमा पुर्याउँदाखेरि पनि लिएर सहयोग गर्ने हामी नेपालीहरूको घरबाट म फर्किनु परेको छ। यी कतिपय दुःखहरू त छँदैछन्। हजुर, तपाईँको कुराहरू दर्शकहरूले सुनिसक्नु भएको छ। र दर्शकबिन, उहाँ आफ्नो धर्मको लागि धेरै गरिराख्नु भएको छ। उहाँले किताब पनि गुरुजीले धेरै पुस्तकहरूको लागि पनि काम गरिरहनु भएको छ। तपाईँहरू सबैबाट, हामी सबैबाट केही आर्थिक सहयोग खोज्दै हुनुहुन्छ, ताकि हाम्रो जुन धर्मको पुस्तक हो, यो श्रीमद् भागवत होस्, यो नेपालीमा अनुवाद भएर चाहिँ हरेक हामी गोर्खालीका घरमा पुगोस्, र सबैले यो भागवतको जुन कथा छ, जुन रस छ, त्यो हामीले सबैले प्राप्त होस् भन्ने उहाँ गुरुजी लाग्नु भएको छ। र सबैजनाले र यदि अब मिलनजी तपाईँले हाम्रो हजुरका दर्शकहरूलाई भन्नुभयो, म यति भन्छु कि यदि कथा भन्ने ठाउँमा यदि हजुरले मलाई
गर्नुहुन्छ भने म दक्षिणाको भोको हुन्न, म भक्ति ज्ञान बाँड्नको लागि म हजुर। हर समय तयार छु। म कति दक्षिणा भन्ने कुरो मलाई नबोल्दा हुन्छ। भक्त हुनु पर्यो, बरु थोरै हुन् तर ज्ञान लिन सक्ने भक्त हुन्, त्यति नै पर्याप्त हुन्छ। हजुर र त्योदेखि अलावा यदि हजुरहरूले मलाई पूर्ण रूपले सहयोगै गर्न खोज्नुहुन्छ भने हामी मरेर जाँदाखेरि केही पनि लाँदैन, एउटा अध्याय प्रकाशन गर्नको लागि त हजुरले मलाई मद्दत गर्नुहोस्। हजुर एक एकवटा अध्याय गर्नु भने 300 व्यक्तिले एक एकवटा अध्याय जिम्मा लिनु भने यो रुन्चे हाँसो मैले गर्नै पर्दैन। 300 व्यक्ति हामी छैनौँ होला त एउटा अध्यायको लागि हामीले 10,000 रुपियाँ हामीले मागेका छौँ। त्यसमा हजुरका 3 कुल पितृ घरपट्टिका र 3 कुल पितृ मावलपट्टिका सपत्नी गरेर जम्मा 12 जना पितृहरूको नाम र अन्त्यमा गएर दिवंगत पितृहरूका पितृभक्त छोरा बुहारी फलाना फलानाले चाहिँ यो अध्यायको लागेको व्यवहार वहन गर्नुभएको हुनाले उहाँका दुवै कुलका ज्ञात अज्ञात पितृमोक्षको कामना गर्दै भनेर हामी त्यो अध्याय हजुर। समर्पित गर्नेछौँ। हजुर धन्यवाद छ गुरुजीलाई। समय पनि हाम्रो भइसकेको छ कार्यक्रम समाप्त गर्ने, र गुरुजीको मोबाइल नम्बर मैले मोबाइल स्क्रिनमा तपाईँलाई देखाएको छु। गुरुजीसँग तपाईँले सोझै तपाईँ प्रत्यक्ष गुरुजीसँग कुराकानी गरेर यस विषयमा चर्चाहरू गर्न सक्नुहुन्छ। र गुरुजीले जुन उद्देश्य लिएर अघि बढ्नु भएको छ त्यो उद्देश्यमा तपाईँले साथ दिनुहुन्छ भन्ने आशा गर्छु। र गुरुजीले भन्नुभएको छ गुरुजीलाई तपाईँको गाउँमा हुन, तपाईँको घरमा हुन लागेको भागवतमा बोल्नु भयो भने आफ्नो कुनै पनि दाबी नगरिकन तपाईँको सही इच्छाले उहाँलाई तपाईँले दक्षिणा दिएर तपाईँले भागवत उहाँ गुरुजीको मुखारविन्दबाट अमृत रूपी भागवतको कथा तपाईँले सुन्न पाउनुहुन्छ भनेर गुरुजीले भन्नुभएको छ। र धन्यवाद छ गुरुजीले आफ्नो कुराहरू राखिदिएकोमा, र सम्पूर्ण दर्शकहरूलाई गोर्खालाई हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शकहरूलाई यस कार्यक्रमबाट म धन्यवाद दिँदै यस कार्यक्रमबाट हामी बिदा लिन्छौँ। हस्त नमस्ते।